वेलकम गाइज माई न्यू भिडियो। आई थिङ्क सबैजना सन्चै हुनुहुन्छ होला। अहिले करिबन बिहानको 6 बजेको छ। अहिले ड्युटी सकेर घर जाँदैछु। हिजो 2 बजे दिनमा 2 बजे आएको थिएँ। करिबन 16 घन्टा ड्युटी गरिसकेपछि अहिले बिहानको 6 बजे घर जाँदैछु। परदेशको ठाउँ यस्तै हुन्छ, कहिलेकाहीँ काम गर्नै पर्ने हुन्छ, ओभर टाइम पनि। निन्द्राले पनि एकदमै च्यापिरहेको छ। अब घर गएर सुत्नुपर्छ होला रुममा गएर। जस यहाँको ठाउँ एकदमै राम्रो छ, सुनसान छ वातावरण, किनकि बिहानैसँग त्यत्रो बसहरू चल्दैनन्, फाटोफुट्टो अलिअलि चलिरहेका हुन्छन्। दिनमा यति ट्राफिक हुन्छ कि भन्नै सकिन्न। अहिले एकदमै रोड खाली छ, तपाईँले हेर्न सक्नुहुन्छ। एकदमै रोड खाली छ। आज सन्डे पनि हो नि त, त्यसैले पनि केही मात्रामा कम हुन्छ। आज सन्डे भएको कारणले गर्दा पनि आज प्रायःको सबै चिसो पनि बढिरहेको छ। बिहानमा अलिअलि चिसो पनि हुँदो रहेछ, चिसो पनि बढिरहेको छ केही आज नेपाली वर्षको अन्तिम दिन पनि है, अन्तिम दिन भएको कारणले गर्दा पनि तपाईँहरूको 2081 साल के कस्तो बित्यो आई डोन्ट नो। जे जसरी बिते तापनि आउने 2082 साल चाहिँ एकदमै राम्रो तरिकाले बितोस्, एकदमै सुखमय बितोस्। अब 2081 सालमा पुरा नभएका कामहरू 2082 सालमा गएर तपाईँहरूको सबैजनाको पुरा होस्। यो 81 साल सकिएर 82 साल आएको पनि पत्तै भएन, यति चाँडो आयो थाहै भएन। अलि आमा बुबा दाजुभाइ दिदीबहिनी सबैमा नेपाली 2082 सालको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु। अहिले तपाईँहरूले देख्न सक्नुहुन्छ सुनसान छ। अब केही समय दिनमा हेर्ने हो भने एकदमै भिड हुन्छ, ट्राफिक एकदमै धेरै हुन्छ। यो तपाईँ देख्न सक्नुहुन्छ मार्केट हो, फलफुलको मार्केट हो। अहिले एकदमै सुनसान छ यो फलफुलको मार्केट पनि, बिहानै भएर होला। अब यता तपाईँ हेर्न सक्नुहुन्छ, ठिकै छ। लगभग घर पुग्दैछु म। निन्द्राले एकदमै च्यापेको छ, मैले भनिसकेको थिएँ। अब चाहिँ सुत्नुपर्छ होला घर पुग्ने बित्तिकै। हुन्छ गाइज, अहिलेलाई चाहिँ यति नै। साथै च्यानललाई पनि सब्सक्राइब गर्नु होला है। हस्, हुन्छ, धन्यवाद।